बाइकको सामानहरू सबै रेडी भइसकेछ। पिस्टनहरू आइगयो, बोर भएर टक्क हेर्न सक्नुहुन्छ। त्यसपछि यो वाल भइगयो, अब फिटिङ हुन्छ दामी तरिकाले। फिटिङ भएपछि यो बाइक मैले बनाइरहेको छु भने यसको चाहिँ फुल ग्यारेन्टी हुन्छ क्या, फुल ग्यारेन्टी। पुरै बिग्रियो भने एक सुको लाग्दैन, फ्रीमा बनाएर दिन्छु। मात्र के हो भने हजुरले विश्वास गर्न पऱ्यो क्या बनाएपछि बाइक। कि त बाइकको बारेमा केही नलेज राख्नु, नलेज छैन भने अब बाइक चलाएर हेर्ने, त्यसपछि विश्वास गर्न पऱ्यो कि बाइकमा पिकअप राम्रो दिएन अरे, माइलेज राम्रो आएन, त्यसपछि स्मुथ भएन, साउन्ड हल्का झेरझेर गर्यो। यो के हो भनेपछि पेटमा हालेको जहर हेर्नु है, पेटमा हालेको जहर चाहिँ त्यसको उपचार हुन्छ, सन्चो हुन्छ। चाहिँ कानमा हालेको जहर हो क्या त्यो चाहिँ कहिले पनि उपचार हुन्न। एकचोटि हामीले जब मेकानिकले चलाएर दिन्छ ठ्याक्क छ भनेपछि त्यो चाहिँ ढुक्क भएर चलायो हुन्छ। फेरि अर्को ठाउँमा ल्याएर चेक गराउनुहुन्छ, यहाँ कस्तो छ भने बाइक बनाएर लानुहुन्छ, त्यसपछि अर्को ठाउँमा ल्याएर चेक गराउनुहुन्छ, अनि त्यहाँबाट फेरि फर्केर आउनुहुन्छ। यस्तो भयो कि त आफै अर्को कोही साथीलाई चलाउन दिनुहुन्छ, अब तेरो बाइक त यस्तो हल्का स्मुथ छैन, पछि खै के बनाएको भन्दा यस्तो खै मेरो चित्तै बुझेन स्मुथ भयो। कि त बाइकको बारेमा केही नलेज राख्नु, कि त भनेपछि जब मेकानिकले चलाएर सबै ठिक छ भनेपछि ओके भनेपछि ढुक्क भएर चलाउनु के। बल्ल चाहिँ अब भाइरस जुन हुन्छ नि, भाइरस दिमागमा भाइरस पस्यो भने त्यो कहिले पनि सन्चो गराउन सकिन्न। त्यसले गर्दा जब मेकानिकले ओके भनेपछि ढुक्क भएर चलाउनु। अब सामान चाहिँ अब मैले ल्याएर हाल्छु, मैले किनेर ल्याएँ भने जहाँबाट भए पनि मैले ल्याएर हाल्छु भनेपछि फुल ग्यारेन्टी हुन्छ। अब साथीहरूले के भन्छन्, अब सामान चाहिँ अब कोही अब पारीबाट किनेर ल्याउनुहुन्छ, कोही अब यहीँ अब जहाँबाट भए पनि अब अलिक सस्तो पर्छ भनेर किनेर ल्याउनुहुन्छ। ल ठिकै छ, अब साथीभाइ भनेर फिट गरिदिन्छौँ। फिट गरिसकेपछि अब यहाँ फेरि ग्यारेन्टी माग्न आउनुहुन्छ नि, त्यस्तो चाहिँ कहिले पनि हुन्न है। सामान चाहिँ जब मैले किनेर ल्याएर मैले यहाँबाट सामान हालेँ भने यसको चाहिँ फुल ग्यारेन्टी हुन्छ। जस्तो यो बाइक मैले बनाइरहेको छु, यसको चाहिँ फुल ग्यारेन्टी हुन्छ है, फुल ग्यारेन्टी हुन्छ। अब सामान आफै किनेर ल्याउनुहुन्छ पारीबाट गएर सुनौलीबाट, अनि यहाँ आउनुहुन्छ फिट गरेर लानुहुन्छ, त्यसपछि अर्को दिन 2 दिनपछि आउनुहुन्छ मेरो यस्तो भयो यो भयो, अनि ग्यारेन्टी चाहियो जस्तो कुरा गर्नुहुन्छ। त्यो चाहिँ कहिले पनि हुन्न है। सामान जहाँ किन्नुहुन्छ त्यहाँ गएर ग्यारेन्टी मागेर हुन्छ। हामीले जस्ट यो पार्ट ल्याउनु भयो, हामीले जस्ट यसलाई जोड दिने मात्रै काम हो कि हाम्रो। त्यसले गर्दा चाहिँ हजुरहरूले पनि यो कुरा बुझ्नुपर्छ। सामान चाहिँ हामीले जोड दिने काम मात्रै हो। सामान जहाँबाट ल्याउनु छ त्यहाँ गएर सामानको ग्यारेन्टी माग्नु ठिक होला कि, किनभने अब जोड्नेले अब सामान ल्याउनु भयो टक्क जोडियो, हामी जस राम्रोसँग फिटिङ गरेको भयो। अब ग्यारेन्टीको लागि चाहिँ ढुक्क भएर यहीँ सनराइज मोटर भैरवालाई मलाई विश्वास गर्न पऱ्यो कि जे गर्छ श्यामले गर्छ, ढुक्क भएर गर्न पऱ्यो। अनि बल्ल चाहिँ ग्यारेन्टी माग्दा हुन्छ। नै भने ग्यारेन्टीको लागि जाने भने त्यही हिसाबले जानुपर्छ। त्यही हो माया छ।